हेलो हाई नमस्ते फेरि पनि स्वागत छ तपाईलाई मेरो च्यानलमा है। आज चाहिँ यो आजदेखि चाहिँ गोप्रोबाट स्टार्ट हुँदैछ हैन। मैले चाहिँ मेमोरी कार्ड पनि पाएँ हैन। माउन्ट चाहिँ अब आएको छ नि, त्यो त अनलाइन मगाएको छु। अन्त मेमोरी कार्ड चाहिँ मैले सिधै 6 माइलबाट किन्नु पर्यो नि त, त्यही कारण यहाँदेखि भिडियो स्टार्ट गर्छु। अन्त यहाँ हेर्नु न कति जिबीको किने मैले मेमोरी कार्ड। यहीँदेखि भिडियो बनाउनु थाल्दैछ फेरि हो, कस्तो चमक पुरा 256 जिबीको मेमोरी कार्ड किनेको छ आज चाहिँ हो। बबाल हुनेछ अब चाहिँ ब्याक टु ब्याक भिडियो आउने चाहिँ। क्वालिटी कस्तो आउँदैछ त्यो भन्नुहोस् मलाई हो। अन्त भनौँ अब यहाँको नजारा एकदम दामी हुन्छ हैन जहिले पनि। अब क्वालिटी कस्तो छ के कस्तो छ एडिटिङमा पनि हेर्छु म। अन्त अहिले घरमा गएर फुटेजहरू हेर्छु हैन। के अरे हेलमेट माउन्ट पनि मिल्दैन रहेछ क्या, त्यो कर्भ भएको रहेछ। अन्त त्यो यसमा चाहिँ मिल्दैन रहेछ, अर्को हेलमेट चाहिँ मिल्छ होला सायद। तर पनि म त्यो स्कुटीमै टाइप गरेर तपाईँलाई देखाउँछु नि ओह्रालोको बाटो, हाम्रो गाउँको बाटो कस्तो छ भनेर है। ल अब यहाँदेखि घरसँगैको यात्रा हुनेछ आज चाहिँ है। ल जाउँ, खुसी छु म। अब चाहिँ बबाल हुन्छ, बबाल चाहिँ अब हुन्छ है त। यहाँ हेर्नु न कस्तो दामी देखिरहेछ यहाँतिर धुप्पीहरू। स्कुटी यहाँ छ है। ए ल अब चाहिँ म स्कुटीको टक्क यहाँतिर लाउँछु होला माउन्ट कि। अन्त हेर्छु है त तपाईँलाई कसरी म के गर्नु परेको है जिन्दगीको गोरेटोमा। अनि परेर हिजो भन्दा म उता जोरबङ्गला पनि जाउँ भनेको थिएँ हो। जोरबङ्गला पनि जाउँ भनेको थिएँ तर म सकिनँ पानी परेर। स्कुटीको सर्भिसिङ पनि थियो आज हो। ल अब चाहिँ यो टाल्यो यहाँनिर हो। ए यहाँनिर छ यो टालिसक्यो। अब चाहिँ यहाँ लाउने है यसले। कतिको ठिक हुन्छ हौ, यतिको त ठिक हुन्छ होला। यहाँ धरोस् न, ठिक छ ठिकै छ है। ल त जाउँ है त ओह्रालो अब चाहिँ। ल जाउँ है त। ओहो बाङ्गो आउँदो रहेछ है। त ठिकै छ। बहकी सभी जुबां है, हम हैं हजारों में। अब की कमी जरा है, हर चीज खास है। अब है जो है वो समा है, तुम रह सकी तो रबा है। अब है जो है वो। ल हेरिहाल्नुहोस् हाम्रो गाउँको बाटोको अवस्था कस्तो छ है। खत्तम बाटो छ। स्कुटी त घरिघरि नकुद्ला जस्तो हुन्छ। वाह कत्रो दुलो नि त। अम्म सक्नुहुन्छ तपाईँहरूले बाटोको अवस्था। मान्छे उफान्ने यस्तोमा चाहिँ अब गोप्रो कतिको काम गर्छ। बल्लाको खतरा चेक हुने भनेको चाहिँ हेर्नुहोस् है। हाम्रो गाउँको बाटो यस्तै छ। के गर्ने, कहिले बनिने होला है। र तपाईँलाई म गाउँको बाटो पनि नदेखाएको धेरै भएको थियो क्या। आम्बो हिजो आज झन् बिग्रिएछ। अम्मा हो यहाँ नि यहाँ झन् गाडीलाई पनि साह्रो पर्छ नि। यहाँ रो राइडरहरूलाई त साह्रो परिदिन्छ यहाँ, बिगिनर्सहरूलाई चाहिँ यहाँ गाडी हिँड्ने अवस्था देखिहाल्नु होला तपाईँले। समा है तुम रह सके
ऐसी जीत अब चाहे जिंदगी, ऐसी जीत अब चाहे जिंदगी है। हो यहाँ बाटो यहाँ कस्तो खबर छ यहाँ छेउ पर्छ नि त्यहाँदेखि बिपिन चोकमा आउँदा पनि हुन्छ यहाँ बानी नै भइसक्यो कि यस्तो बाटोमा बाटो चाहिँ खत्तम रेनकोट नलगाऊँ भनेको कि पानी पऱ्यो नि त डरलाग्दो यो त रेनकोट पनि के भन्नु ल भिडियो क्वालिटी के कस्तो देख्दैछ भन्नुहोस् है मलाई ल यहाँ त जान अब यस्तो भइदिएछ कि इच्छा कता जान्न म ऐसी जिंदगी हम छिप छिपाए, हम नहाए हम नहाए, ऐसी जीत छिप छिपाए। यो चाहिँ हाम्रो यसकोलाई होइन हाम्रो सबसे खतरा बाटो भनौँ न अब यहाँ चाहिँ माथि पनि मजाले लगाउनुपर्छ यहाँ चाहिँ अझै अस्ति यहाँनिर पछि उठाएर यो सिमेन्ट लगाएको गाउँको मान्छेले हो के पनि नभएको थियो त्यसलाई गाडी नकुद्दा पनि हुन्थ्यो हाम्रो गाउँको बाइक स्कुटी त केही नकुद्दा पनि हुन्थ्यो आइज आइज ल यहाँ अगाडि बस यहाँ चाहिँ नकुदा नि यहाँ पक्रियो अर्को पनि यहाँ पक्रियो भन्दैन ओके भन्छ आएको खै अरू चाहिँ त्यो साथीहरू ए त्यहाँ छुट्टी भएको छैन ए त आज बाबासित आएको जहिले बाबा आउँछ इक्जाम भइसक्यो भन्छ है बाबाले तँलाई ल बाई बाई यहाँ अगाडि गएर बाई बाई भन्छ न युट्युबबाट यहाँ यतापट्टि यहाँ होला नि त त्यहाँबाट बाई बाई भन्छ इट्स मी सुजाया भुजेल भन्दै ल बाई बाई बालै पर्छ ल रोड टिम ननिस्कै तल जा तल ल मैला हुने नै हो
अहिले भने चाहिँ अब स्कुटी राखेर म घर जाँदैछु होइन। अन्त एउटा कुरा स्कुटी भन्दा पनि स्कुटी चाहिँ मेरो होइन यो कतिजना कन्फ्युजन भइरहेको होला कि, तर स्कुटी चाहिँ काकाको होइन। म चाहिँ कुदाउँछु कोही कोही बेला, मतलब प्रायः नै मै कुदै बस्छु। अन्त स्कुटी चाहिँ यहाँ राख्छु नि त, पर अलिक पर, त्यो कारणले होइन। अन्त आन्टीहरूको घर बाटोको अवस्था यस्तो छ। आज त मैले ठिक गरेछु, चप्पल लाएर गएको थिएँ कि राम्रो भएछ हौ। बाटो हेर्न, बाटो कस्तो घिनलाग्दो भइरहेको छ। यो सिमेन्टको बाटो झन् बर्खामा मर्ने रहेछ यो सिमेन्टको बाटोले। कतिजना मान्छे मारिसकेको छ नि यसले। ए अब चाहिँ मेरो घरकै छेउमा आइपुगेँ होइन। मेरो घर चाहिँ त्यहाँ माथि छ, यो छ। भन्नु पर्दाखेरि 1-2 दिनमा मेरो घरको पनि भ्लग लिएर पनि भनेको, तपाईँहरूको अगाडि के कस्तो हुन्छ होइन। अन्त भन्नुहोस् है त, मजाको रहेछ, काफी दामीहरू भयो नि। त यात्रा गरौँ फोन कहाँको यत्रो सानो सानो होइन। ल म चाहिँ अब घर आइपुगेँ। ल आज भिडियो यति नै हुन्छ। अब के तपाईँलाई मन परिहाल्यो भिडियो, मन परे बापत यु नो द डु, लाइक कमेन्ट सेयर सब्सक्राइब। बाई बाई, लिभ योर लाइफ, लिभ योर ड्रिम, बाई बाई।